ल आज हामी दाजुभाइ अब 3 जना 4 जना मिलेर चाहिँ अब बासिलाखा चौर जाँदैछौँ। अब साथैमा म पर भिडियो गर्दै जाँदैछु है। माथि हाम्रो अनुसार अन्त उता है हामी 3 जना मिलेर जाँदैछौँ। म अगाडि छु, दाजुहरू पछाडि छु। अहिले चाहिँ हामी बासिलाखा तर्फ जाँदैछौँ है। यो बाटोमा पनि गाडी पनि चल्छ। किनभने अब भातै गाडी आउँछ पैदल हो। तपाईँहरूको औडेरी भन्छ यसलाई चाहिँ है। अब हामी यो बाटो जानेछौँ र मेरो दाजुहरू चाहिँ पछाडि आउनु हुँदैछ है। रातमा अगाडि दाजुहरू अब यो जग्गामा चाहिँ दाजुहरूको स्कुटी चढ्छ कि चढ्दैन हो। म पछाडि छु। पढ्यो दाजु पढ्यो हो। अब बस्तीको बाटो हो, यस्तै छ, के गर्नु। यताबाट आएको भए चाहिँ अलिकति सजिलो थियो, तर अलिक लामो पर्छ है। यो चाहिँ अलिकति सर्टकट बाटो। पछाडि आउनु हुँदैछ दाजुहरू चाहिँ। हामी अब बासिलाखा आइपुग्न आँट्यो है। बासिलाखा चौक आइपुग्न आँट्यो र हामी त्यहाँ गएर चाहिँ सेवा प्रार्थना आराधना सबै गर्नेछौँ। र रातमा चाहिँ हामी जति दिन हाम्रो अस्ति बसको लागि है अब त्यसको डेराडन्डाहरू चाहिँ अब गर्नुपर्ने छ र निकाल्नु पर्ने छ है। अन्त त्यसै कारणले चाहिँ आज हामी यता आइएको हो। फेरि हामी 3 दिनको चौथो